हजुर नमस्कार। ल आज चाहिँ हामी मनसारको लेकमा जाँदैछौँ, जुन चाहिँ साम्बा भन्ने ठाउँमा पर्दैछ। ल हामी जाँदैछौँ गहुँ गरेको छौँ र यस्तो घुमाउरो बाटोहरू नि आएको छ। यताबाट गाडी साडी ओ माई गड कति धेरै बाटो घुमेको गरेर चक्करै जस्तो पनि लाग्न लागिसक्यो। फाइनली गेट मैले देखेँ। गेटको भित्र छिर्ने बित्तिकै लेक, आहा कति राम्रो, मिनी फेवाताल जस्तो मलाई लाग्यो। ओ माई गड कति धेरै मान्छेहरू पनि आउँदो रहेछन्। त्यही क्रममा मैले माछालाई पिठो पनि लगाएँ। यति धेरै गोल्डन फिसहरू पनि थियो त्यहाँनिर, यति धेरै थियो। मेरो हस्बेन्डले पनि मैले पनि हाल्छु नि त भनेर हाल्नु मैले फेरि जाम मेरो साथीहरू छुटिसकेँ भनेर अगाडि हेलमेट समातेर साथीलाई खोज्न लगाएको त त्यही छेउमा रहेछ। साथीलाई हेलमेट दिएँ र हामी अगाडि हेर्दै गयौँ। हेर्ने क्रममा त्यहाँ खेल्ने कुराहरू रहेछ। खेल्यौँ न त, अब म पनि बच्चै त हो भनेर कुन खेल्ने होला भनेर डिसाइड गर्दै थिएँ। गर्ने क्रममा यतापट्टिको साइडमा यो घुम्ने पिङ देखेँ। खेल्यौँ न त भनेर 50 रुपियाँ टिकट तिरेर यता खेल्न स्टार्ट गऱ्यो। सुरुमा त रमाइलै लाग्यो। बिस्तारै घुमायो। पछि त घुमाछ मेरो टाउकै दुखो। ए बा 50 रुपियाँ तिरेर कति बेरसम्म घुमाएको, मलाई रोकिदिहाल भर्खर रोकिदिहाल भन्छु। त्यहाँ कसैले सुन्ने भएर मेरो भाषा बुझ्ने भए त भइहाल्थ्यो फेरि। अनि त्यसपछि टाउकै दुख्यो। साथी फेरि तिमी त घुम्ने खेलिहाल्यौ, म पनि ट्रेन खेलेरै छोड्छु, म पनि घुमिहाल्छु भनेर उता फेरि साथी पनि खेलिन्। भोक लाएर अब केही खान पर्यो भनेर एउटा राम्रो क्याफेमा आएर खादिउँ न त भनेर साथीहरूले डिसाइड गरेपछि खान थाल्यौँ हामी पनि। क्याफे चाहिँ यस्तो राम्रो थियो, मिरर देखिहालेँ। त्यहाँ मिररमा एउटा सेल्फी त जानै पर्ने थियो, भिडियो पनि भनेर मैले एउटा भिडियो दिएँ। साथसाथै पिज्जा पनि आइसकेको थियो। ल चियर्स भन्दै खाइयो।